तपाईँ अहिले यो भिडियो हेर्दै हुनुहुन्छ, तर एउटा सानो प्रश्न, के तपाईँले यो भिडियो आफैले रोज्नु भएको हो या कुनै सानो सङ्केतले, कुनै शब्दले या थम्बनेलले तपाईँको दिमागलाई यहाँसम्म ल्यायो? विचार आफै गर्नुहोस्। मानव इतिहासको सबैभन्दा ठुलो शक्ति पैसा होइन, हतियार होइन, शक्ति होइन। सबैभन्दा ठुलो शक्ति हो कसैको सोचलाई प्रभावित गर्ने क्षमता। आज हामी यो अदृश्य खेल बुझ्नेछौँ, जुन खेल हाम्रो वरिपरि हरेक दिन भइरहेको हुन्छ। किनकि अन्धकार बुझ्नु भनेको अन्धकार बन्नु होइन, अन्धकार बुझ्नु भनेको यसबाट आफूलाई सुरक्षित राख्नु हो। धेरै वर्ष अघि केही मान्छेहरूले एउटा कुरा लेखे, पुस्तकको रूपमा होइन, मान्छेको मनसँग खेल्ने हतियारको रूपमा, र त्यसको नाम राखियो द डिसिभर बाइबल। यसलाई खुला बजारमा राखिएन, किनकि यसभित्र भएका कुराहरू सामान्य ज्ञान होइनन्। यी मान्छेको दिमागभित्र छिर्ने 7वटा धोका हुन्, र प्रत्येक धोकाको साँचो पाउन अझै पनि गाह्रो छ। यिनलाई चलाउन न बन्दुक चाहिन्छ, न पैसा, न धम्की नै। चाहिने कुरा एउटै हो, तपाईँको बन्द आँखा। अब सुरु गरौँ मानव मनको पहिलो रहस्यबाट, द माइन्ड ह्याकर्स ब्लुप्रिन्ट। कुनै मानिसले तपाईँको निर्णय बदल्नु अघि उसले सबैभन्दा पहिला एउटा कुरा चोर्छ, तपाईँको पैसा होइन, समय होइन, उसले चोर्छ तपाईँको विश्वास। मानिसको दिमागको एउटा कमजोरी छ, हामी तथ्यभन्दा पहिला विश्वास खोज्छौँ, हामी प्रमाणभन्दा पहिला सम्बन्ध खोज्छौँ। र यही कारणले कसैले तपाईँको सोच बदल्न चाहन्छ भने ऊ तपाईँको तर्कसँग लड्दैन, ऊ पहिले तपाईँको विश्वासको धोका खोल्छ। यही हो माइन्ड ह्याकर्स ब्लुप्रिन्टको पहिलो नियम, पहिला सम्बन्ध बनाऊ। किनकि जब मानिसले तपाईँलाई विश्वास गर्छ, उसले तपाईँको शब्द मात्र सुन्दैन, उसले तपाईँको उद्देश्यमाथि पनि विश्वास गर्छ। र यही ठाउँमा एउटा खतरनाक खेल सुरु हुन सक्छ। कहिलेकाहीँ मानिसहरू तपाईँको विश्वास जितेर तपाईँको भलाइको लागि होइन, आफ्नो उद्देश्य पुरा गर्न खोज्छन्। त्यसैले याद राख्नुहोस्, राम्रो व्यवहार सधैँ राम्रो उद्देश्यको प्रमाण हुँदैन। कसैले तपाईँलाई सम्मान गर्न सक्छ, तर त्यसको पछाडि उसको आफ्नै फाइदा पनि हुन सक्छ। त्यसैले सचेत व्यक्ति एउटा कुरा गर्छ, ऊ विश्वास गर्छ तर आँखा बन्द गरेर होइन, ऊ सम्बन्ध बनाउँछ तर आफ्नो सोच बन्द गरेर होइन। अब अर्को रहस्य, जसले मानिसको निर्णयलाई अझ गहिरो रूपमा असर गर्छ, यो यस्तो व्यक्ति हो जसले बुद्धिमान मानिसलाई पनि कहिलेकाहीँ गलत निर्णय गराउन सक्छ। यसले प्रमाणलाई पछाडि धकेल्छ र भावनालाई अगाडि ल्याउँछ। यसको नाम हो द पर्सुएसन प्याराडक्स। तपाईँ आफूलाई तर्क गर्ने मानिस ठान्नुहुन्छ, धेरै मानिसहरू यस्तै ठान्छन्। हामी भन्छौँ म प्रमाण हेरेर निर्णय गर्छु, तर एउटा असहज सत्य, मानिस पहिले महसुस गर्छ, पछि सोचेर कारण बनाउँछ। तपाईँ प्राय वस्तु किन्नु हुँदैन, तपाईँ त्यो वस्तुसँग भावना किन्नुहुन्छ, तपाईँ आशा किन्नुहुन्छ, तपाईँ भविष्यको सपना किन्नुहुन्छ, र यही ठाउँमा पर्सुएसनले काम गर्छ। अब सोच्नुहोस्, सामाजिक सञ्जालमा किन केही पोस्टहरू भाइरल हुन्छन्? किन केही मानिसहरूको एउटा वाक्यले लाखौँ मानिसलाई प्रभावित गर्छ? किनकि उनीहरूले केवल जानकारी दिँदैनन्, उनीहरूले भावना सिर्जना गर्छन्, र भावना मानिसको निर्णयको सबैभन्दा शक्तिशाली धोका हो। तर अब खेल अझ गहिरो हुन्छ, किनकि मानिसहरू केवल विश्वास र भावनाबाट प्रभावित हुँदैन। कहिलेकाहीँ तपाईँको सबैभन्दा ठुलो कमजोरी तपाईँको आफ्नो भावना नभएर तपाईँभित्र भएको डर, असुरक्षा, स्वीकृतिको चाहना हुनसक्छ। र कसैले त्यही धागो समात्यो भने उसले तपाईँलाई नदेखिने दिशामा लैजान सक्छ। अनि सुरु हुन्छ अर्को रहस्य, इमोसनल पुपेट्री, जहाँ मानिस कठपुतली जस्तै बन्छ, जहाँ धागो बाहिर देखिँदैन तर उसलाई भित्रबाट कसैले चलाइरहेको हुन्छ। कल्पना गर्नुहोस्, तपाईँ एउटा कठपुतली हेर्दै हुनुहुन्छ, ऊ हिँडिरहेको छ, ऊ नाचिरहेको छ, ऊ आफ्नो दिशा परिवर्तन गरिरहेको छ। बाहिरबाट हेर्दा लाग्छ यो कठपुतली आफै चलिरहेको छ, तर वास्तविकता माथि कतै नदेखिने धागोहरू छन्, र कसैले ती धागोहरू कन्ट्रोल गरिरहेको छ। अब एउटा प्रश्न, यदि मानिसको भावनामा पनि यस्तै अदृश्य धागोहरू छन् भने, यदि डर, अहङ्कार, प्रेम, स्वीकृतिको चाहना र असुरक्षाले हाम्रो निर्णयलाई चलाइरहेको छ भने, के हामी साँच्चै स्वतन्त्र छौँ? तर्कले धोका खोल्छ, तर भावनाभित्र प्रवेश गर्ने बाटो बनाउँछ। अब आफै प्रश्न गर्नुहोस्, तपाईँले कहिले आफ्नो इच्छा विपरीत के गर्नुभएको छ, केवल कसैलाई निराश बनाउन नचाहेर? यदि हो भने तपाईँले भावनाको शक्ति महसुस गरिसक्नु भएको छ। तर यहाँ एउटा कुरा बुझ्न आवश्यक छ, हरेक भावनात्मक प्रभाव खराब हुँदैन, तर समस्या त्यहाँ हुन्छ जब कसैले तपाईँको भावनालाई तपाईँ विरुद्ध प्रयोग गर्छ। त्यसैले सचेत व्यक्ति एउटा कुरा बुझ्छ, जब कुनै निर्णय गर्दा डर अत्यधिक छ, अपराधको बोध धेरै छ, वा कसैलाई खुसी राख्ने दबाब छ,
त्यहाँ रोकिएर सोच्नुपर्छ, किनकि कहिलेकाहीँ हामी निर्णय गरिरहेका हुँदैनौँ, हामी केवल एउटा भावना शान्त पार्न खोजिरहेका हुन्छ। यदि कसैले तपाईँको भावना मात्र होइन, तपाईँले सोच्ने तरिका नै बदलिदियो भने, यदि उसले तपाईँलाई विकल्प दिन्छ तर ती विकल्पहरू पहिले नै तयार गरिएका छन् भने, यदि तपाईँलाई स्वतन्त्र महसुस हुन्छ तर बाटो पहिले नै तयार भइसकेको छ भने, यही बाटो सुरु हुन्छ अर्को रहस्य, द इल्युजन अफ चोइस। मानिसलाई नियन्त्रण गर्ने सबैभन्दा सूक्ष्म तरिका के हो? उसको स्वतन्त्र खोज्नु होइन, उसलाई स्वतन्त्र छु भन्ने विश्वास दिलाउनु हो। कल्पना गर्नुहोस्, एउटा रेस्टुरेन्टमा तपाईँ जानुहुन्छ, वेटरले सोध्छ, सर तपाईँ सामान्य कफी लिनुहुन्छ कि हाम्रो स्पेसल प्रिमियम कफी? सुन्दा तपाईँलाई लाग्छ मसँग विकल्प छ, तर ध्यान दिनुहोस्, तपाईँको दिमागमा आएको प्रश्न परिवर्तन भयो। पहिले तपाईँको प्रश्न थियो, म कफी पिउँछु कि पिउँदिनँ, तर अब प्रश्न भयो, म कुन कफी रोज्छु? अब आफैलाई सोध्नुहोस्, तपाईँको जीवनमा कति निर्णयहरू यस्ता छन् जहाँ तपाईँले विकल्प त देख्नुभयो तर प्रश्न नै गलत थियो। सचेत मानिसले केवल विकल्प हेर्दैन, उनीहरूले विकल्प बनाउने तरिका पनि हेर्छन्, किनकि स्वतन्त्र सोच्ने मानिसले सोध्छ, मलाई यी विकल्पहरू किन देखाइएका छन्? तर अब एउटा अझ गहिरो शक्ति आउँछ, एउटा यस्तो शक्ति जसलाई धेरै मानिसले कमजोरी ठान्छन् तर सही तरिकाले प्रयोग गर्दा यो अत्यन्त प्रभावशाली हुन्छ। त्यो हो द पावर अफ साइलेन्स। धेरै मानिसहरू सोध्छन् शक्तिशाली बन्न धेरै बोल्नुपर्छ, तर कहिलेकाहीँ सबैभन्दा प्रभावशाली र शक्तिशाली व्यक्ति त्यो हुन्छ जो सबैभन्दा थोरै बोल्छ। तर यहाँ एउटा चेतावनी छ, मौनता दुई तरिकाले प्रयोग हुन सक्छ, एउटा बुझ्नको लागि, अर्को नियन्त्रण गर्नको लागि। कुनै सम्बन्धमा कसैले समस्या हुँदा कुरा गर्दैन, दिनौँसम्म ऊ चुप बस्छ, अर्को व्यक्ति डराउन थाल्छ, आफैलाई दोष दिन थाल्छ। अब त्यो मौनता शान्ति होइन, त्यो दबाव बनेको छ। त्यसैले वास्तविक शक्ति मौन बस्नुमा होइन, वास्तविक शक्ति कहिले बोल्ने, कहिले सुन्ने र कहिले रोकिएर सोच्ने। तर अझै सबैभन्दा ठुलो खेल बाँकी छ, जहाँ हामी बुझ्छौँ कसरी समूह र समाज मिलेर मानिसको निर्णयलाई प्रभाव पार्न सक्छ। र त्यसैलाई बुझ्न म डिस्क्राइब गर्छु द सोसल चेसबोर्ड। तपाईँलाई लाग्छ तपाईँ आफ्नै सोचले निर्णय गर्नुहुन्छ। अब एउटा सानो प्रयोग गरौँ। कल्पना गर्नुहोस् तपाईँ एउटा कोठामा प्रवेश गर्नुहुन्छ, त्यहाँ 10 जना मान्छे छन्, सबै एउटै कुरामा सहमत छन्, तर तपाईँलाई भित्रबाट लाग्छ सायद यो गलत हो। अब प्रश्न, के तपाईँ आफ्नो विचार त्यही अवस्थामा पनि राख्नुहुन्छ वा बिस्तारै तपाईँ पनि उनीहरूसँग सहमत हुन थाल्नुहुन्छ? यही हो मानव मनको अर्को रहस्य। हामी केवल सोच्ने प्राणी होइनौँ, हामी सम्बन्ध खोज्ने प्राणी हौ। हामीलाई समूह चाहिन्छ, हामीलाई स्वीकार चाहिन्छ, हामीलाई म एक्लो छैन भन्ने महसुस चाहिन्छ, र यही चाहनाले कहिलेकाहीँ हाम्रो निर्णयलाई बदल्न सक्छ। तर एउटा प्रश्न, के धेरै मानिसहरूले विश्वास गरेको कुरा सधैँ सत्य हुन्छ? इतिहास हेर्नुहोस्, धेरै पटक संसार परिवर्तन गर्ने मानिसहरू त्यो समयमा भिडको विरुद्ध उभिएका थिए, किनकि भिडको आवाज ठुलो हुन सक्छ तर सत्यको आवाज सधैँ ठुलो हुँदैन। सचेत मानिसले एउटा फरक प्रश्न गर्छ, ऊ सोध्छ कति मानिसहरूले विश्वास गरे भन्नुभन्दा पहिला ऊ सोध्छ किन विश्वास गरे। सचेत हुनु भनेको सबैलाई शङ्का गर्नु होइन, सचेत हुनु भनेको कसैको प्रभाव बुझेर पनि आफ्नो सोच जोगाउनु हो। तर अब हामी पुग्छौँ अन्तिम भयानक रहस्यमा, जसको नाम छ द अल्टिमेट पुपेट मास्टर। यो नाम सुन्दा लाग्न सक्छ यो कुनै खतरनाक व्यक्तिको कथा हो, तर वास्तविक अर्थ अझ गहिरो छ। एउटा व्यक्ति पहिले तपाईँको विश्वास जित्छ, त्यसपछि तपाईँको भावना बुझ्छ, त्यसपछि तपाईँलाई केही विकल्प देखाउँछ, त्यसपछि सामाजिक प्रभाव प्रयोग गर्छ, तर पनि तपाईँ पुरै विश्वासका साथ कुनै शङ्का बिना भन्नुहुन्छ मैले यो निर्णय आफै गरेको हुँ। र यही छ यो पुरै किताबको सबैभन्दा डरलाग्दो लाइन, सबैभन्दा राम्रो कन्ट्रोल त्यो होइन जुन देखिन्छ, सबैभन्दा राम्रो कन्ट्रोल त्यो हो जसलाई शिकारले आफै शिकार भएको महसुस गर्दैन। अब यो सम्पूर्ण यात्राबाट सबैभन्दा ठुलो शिक्षा के हो? मानिसलाई बुझ्नुहोस् तर मानिसलाई प्रयोग नगर्नुहोस्। प्रभावको शक्ति बुझ्नुहोस् तर त्यसलाई जिम्मेवारीका साथ प्रयोग गर्नुहोस्। मानिसलाई हराउने सबैभन्दा ठुलो चाल झुट होइन, भ्रम हो, र सबैभन्दा खतरनाक भ्रम त्यो हो जसले भन्छ मलाई कसैले प्रभावित गर्न सक्दैन। अझै एउटा अन्तिम प्रश्न, र यसपटक तपाईँ आफूले आफूलाई ढाट्नुहोस् नै। आजदेखि यही क्षणदेखि कसैले तपाईँको सोचलाई बिस्तारै सफाइसँग नियन्त्रण गर्न थाल्यो भने कि तपाईँले चिन्न सक्नुहुन्छ त्यो निर्णय तपाईँको हो कि उसको? तपाईँलाई अहिले हो म चिन्न सक्छु भन्न मन लाग्यो होइन? त्यही आत्मविश्वास नै सबैभन्दा ठुलो भ्रम हो,
किनकि हरेक कठपुतलीलाई पनि लागेको थियो ऊ आफै हिँडिरहेको छ। यी 7 हतियारहरू मध्ये कुन चाहिँ तपाईमाथि पहिले नै प्रयोग भइसक्यो र उनीहरू तपाईका साथी थिए या आफन्ती थिए? तल कमेन्टमा लेख्नु होला। धन्यवाद।